गोर्खा लेजेन्ड क्रिकेट क्लबको अध्यक्ष हुनुहुन्छ क्याप्टेन यो दसैँ कपको चाहिँ हाम्रो आयोजक समितिको अध्यक्ष पनि हुनुहुन्छ। उहाँसँग केही कुराहरू सोध्न लागिरहेको छु। यो आयोजना गर्ने बारेमा तपाईँलाई 3 वर्ष अगाडि चाहिँ के कुराले प्रेरित गर्यो, कसरी चाहिँ यो आयोजना गर्नतिर तपाईँले जोड दिनुभएको हो? हाम्रो चाहिँ खासमा हामी चाहिँ अब क्रिकेट प्रेमी पहिलो सुरुमा हामी स्टार्ट गर्दाखेरि चाहिँ हाम्रो चाहिँ अब नेपाली यहाँनिर क्रिकेट खेलौँ भनेर हामी स्टार्ट गर्दा 5-6 जना 6-7 जना मात्रै भयो थियो। त्यतिखेर हामीले एउटा टिम बनाएर खेल्नै गाह्रो हुने। अनि त्यसपछि हामीले ल नि त हामीले पनि अब केही अब यत्रो हामी अब क्रिकेटमा एकदम गर्छौँ, हामीले भोलि हाम्रो फ्युचरमा अब हाम्रो साथीभाइहरू हाम्रो बच्चाहरूले खेल्छ होला भनेर हामीले पनि एउटा टिम नेपाली टिम यो बे एरियामा बनाऊँ भन्ने हिसाबले हिँड्यौँ। त्यसमा चाहिँ हामीलाई हाम्रो धेरैजना साथीभाइहरूले साथ दिनुभयो। अनि प्लस त्यो टिम बनाउँदाखेरि चाहिँ हामीलाई सबभन्दा धेरै सहयोग र हामीलाई हरेक उसमा सपोर्ट गर्ने चाहिँ हाम्रो गोर्खा किचन उहाँ दाई, अनिल दाई, हाम्रो नारायण दाई र हाम्रो सन्तोष दाईले जहिले पनि हामीलाई साथ दिएर अहिलेसम्म हाम्रो जुन यो टुर्नामेन्ट यो ठुलो टुर्नामेन्ट अहिलेसम्म भइरहेछ त्यो पनि उहाँहरूकै सपोर्टले गर्दा अहिलेसम्म भइरहेछ। किनभने पहिले हामी स्टार्ट गर्दा जम्मा 6 जना 7 जना थियौँ। त्यसपछि हामीले अब त्यसरी नै हामीले एउटा अब टुर्नामेन्ट नेपाली टुर्नामेन्ट गरौँ भन्यो, स्टार्ट गऱ्यौँ। त्यसपछि त्यहाँनिर पनि हाम्रो 5-6 वटा टिम आयो। हाम्रो नखेल्ने भाइहरू पनि कता कतादेखि अब उहाँहरूले टिम बनाएर थाहा पाएर आउनुभयो। अहिले हामीले त्यो गर्दाखेरि अहिले हाम्रो चाहिँ यो 2026 मा हुँदाखेरि चाहिँ अहिले पनि हाम्रो 8 वटा टिम भइसकेको छ। अलमोस्ट नेपालीहरू 150 भन्दा पनि बेसी नेपालीहरू भइसक्यो क्रिकेटबाट चाहिँ। अहिले यो 2026 को चाहिँ सिजन 3 भनेर जुन आइरहेको छ, यसमा चाहिँ विशेष के हुँदैछ, एक्साइटमेन्ट के छ, यसको बारेमा केही जानकारी गराइदिनु न। हाम्रो चाहिँ योपालि अलिकति लास्ट इयर भन्दा अलिकति राम्रो गऱ्यौँ। अझै हामीले केही अलि राम्रो गरेर सबै खेलाडीहरूदेखि लिएर हाम्रो अब हेर्ने मान्छेहरूलाई पनि अलिकति हाम्रो फ्यामिलीहरूलाई पनि राम्रो होस् भनेर हामीले चाहिँ अब योपालि चाहिँ 8 वटा टिम म्याक्सिमम लिने गरिरहेछौँ। अब त्यसको लागि चाहिँ हामीले अब एउटा हामीले ग्राउन्डहरू पनि बुक गरेको छौँ। त्यो चाहिँ हाम्रो अब एउटै दिनमा हाम्रो सेप्टेम्बर 12 मा चाहिँ एकै दिनमा एउटै लोकेसनमा चाहिँ हाम्रो 3टा ग्राउन्ड हुन्छ। त्यहीँनिर एउटै ग्राउन्डमा चाहिँ हाम्रो एउटै लोकेसनमा चाहिँ सबै टिमले एक दिनमै लिग गेमहरू खेल्छ। त्यही कारण पनि त्यो बेला चाहिँ हाम्रो एउटा दसैँको माहौल पनि एकदम ठुलो हुन्छ। किनभने हाम्रो त्यो बेला चाहिँ एक दिनमै 150 भन्दा बेसी त प्लेयर मात्रै हुन्छ त्यो दिन। त्यही हिसाबले हाम्रो योपालि चाहिँ हाम्रो दसैँ टुर्नामेन्ट चाहिँ अलि राम्रै हुन्छ भन्ने हामीलाई लागिरहेछ। अनि प्लस हामीले चाहिँ टुर्नामेन्ट सकेपछि योपालि चाहिँ हामीले एउटा के प्लस गरेछौँ भने हामीले अब एउटा हाम्रो स्पोन्सरदेखि लिएर हामीलाई यति सपोर्ट गर्ने दाईहरू हाम्रो सपोर्टरहरूलाई पनि एउटा केही गरौँ भन्ने हिसाबले चाहिँ हामीले सेप्टेम्बर 25 फ्राइडेको दिन होइन सबैलाई नजिक परोस्, सबैलाई सजिलो होस् भनेर चाहिँ हामीले गोर्खा किचनको हेवर्ड भन्ने हलमा चाहिँ एउटा एवार्ड सेरेमनी पनि गर्दैछौँ। त्यो चाहिँ हाम्रो फ्राइडे बेलुका 6 बजेदेखि हुन्छ। अनि त्यसमा चाहिँ हामीले आफ्नो मनदेखि एउटा सपोर्ट एउटा हामीले सम्मान गर्ने कार्यक्रम पनि राखेको छौँ र हामीले एवार्डहरू पनि त्यसमै हामीले सबैलाई दिने एउटा प्रोग्राम पनि गरेछौँ। त्यही हो मेन। अनि यो दसैँ कप भन्दै गर्दाखेरि चाहिँ दसैँको माहौल चाहिँ यसले भरपुर ल्याउने आशा पनि गरिरहेका छौँ हामीले। र यो गेम चाहिँ हेर्नलाई फिल्डमै आउनुपर्छ कि कस्तो छ यसको बारेमा केही भनिदिनु। अनलाइनबाट पनि हेर्नलाई लाइभको पनि के छ बन्दोबस्तहरू? हाम्रो चाहिँ सबभन्दा ठुलो चाहिँ के भने एउटा सपोर्ट गर्नको लागि पनि हामीलाई चाहिँ फिल्डमै आएदेखि चाहिँ एउटा राम्रै हुन्छ। किनभने हाम्रो अब यत्रो गरिरहेछौँ अहिले अब यो दसैँ कप चाहिँ हाम्रो नेपालीको अब एउटा ठुलो एउटा फेस्टिभल जस्तै भइसक्यो यहाँनिर। किनभने हाम्रो अब इन्डियन टिमहरूले पनि गर्छ, तिमीहरूले यसो गर्दैछौ भनेर हामीलाई उनीहरूले पनि धेरैले सपोर्ट गरिरहेछ। अनि त्यो भएको हुनाले चाहिँ हामीलाई जति सक्दो हाम्रो चाहिँ फिल्डमा आएर एउटा सपोर्ट गरेर एउटा हाम्रो एउटा दसैँ कपलाई अझै राम्रो गरिदिन भन्ने अनुरोध गर्दछौँ। यदि त्यो भएन भने चाहिँ हाम्रो चाहिँ लाइभ स्ट्रिमिङ पनि हुन्छ। त्यो चाहिँ हामीले अब एउटा गोर्खा लेजेन्ड र हाम्रो ग्लोबल नेपाल भन्ने च्यानलमा हामीले त्यो प्रोभाइड गर्छौँ। त्यसको लागि चाहिँ हस्, धन्यवाद छ।